नमस्ते सबैजनालाई। आज हामी यो भिडियोमा कुरा गर्न गइरहेछौँ कि शिक्षक सेवा आयोगको जुन प्राथमिक, माध्यमिक र माध्यमिक तहको जुन फर्स्ट पेपरको जुन इक्जाम हुन गइरहेछ त्यसको ओएमआर सिट चाहिँ कसरी फिलअप गर्ने, कसरी ओएमआर सिट चाहिँ भर्ने भन्ने जानकारी दिन गइरहेछौँ। यो इजी वेमा चाहिँ सजिलो तरिकाले कसरी फिलअप गर्ने। अब कतिपय मान्छेले के गर्छ भन्दाखेरि अब पढ्नलाई चाहिँ धेरै नै पढेको हुन्छ तर ओएमआर सिट चाहिँ भर्न चाहिँ साह्रै गाह्रो हुन्छ है, साह्रै मिस्टेक गर्नुहुन्छ। अब जति पढे पनि केही काम लाग्ने छैन। सो अब यो ओएमआर सिट चाहिँ अलि ध्यान दिएर चाहिँ फिलअप गर्नुपर्छ हैन, भर्नुपर्छ हैन। अब त्यही बारे हामी जानकारी दिन गइरहेछौँ। सो यो च्यानलमा नयाँ हुनुहुन्छ भन्दाखेरि प्लिज लाइक, सब्स्क्राइब गरी बेल आइकनलाई थिचिदिनुहोस् र साथै जति सक्दो चाहिँ शेयर गरिदिनुहोस् है। धन्यवाद। ल स्टार्ट गरौँ। सबभन्दा पहिला चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईको फर्स्ट नेम जुन छ नि, फर्स्ट नेम यहाँ लेख्नुहोस्। फर इक्जाम्पल तपाईको फर्स्ट नेम यहाँ कृष्ण छ भने यो हन्नामा चाहिँ आफ्नो कृष्ण KRISSN कृष्ण लेख्नुहोस् हैन। त्यसपछि तपाईको कुमार छ भने कुमार लेख्नुहोस्, मिडल नेम छ भने लेख्नुहोस्, न छैन भनेदेखि नलेख्दाखेरि नि केही फरक पर्दैन। लास्ट नेम चाहिँ तपाईको झा छ भने तपाई आफ्नो लास्ट नेम चाहिँ जुन थर्ड छ त्यो थर्ड लेख्नुहोस् है। तपाईको मिडल नेम छ भने लेख्नु, छैन भने केही फरक पर्दैन, नलेख्दा नि केही फरक पर्दैन। अनि त्यसपछि के गर्नुपर्छ भन्दाखेरि यहाँ छ रोल नम्बर है। तपाईँ हेर्न सक्नुहुन्छ रोल नम्बर है। यहाँ रोल नम्बर तपाईको रोल नम्बर जति छ त्यो आफ्नो रोल नम्बर चाहिँ लेख्नुहोस् है। फर इक्जाम्पल तपाईको रोल नम्बर चाहिँ 1 त 1 लेख्नुहोस्, 2 3 4 5 6 7 यो हन्नामा चाहिँ आफ्नो रोल नम्बर जति छ त्यो लेख्नुहोस्। र साथै त्यसपछि के गर्ने भन्दाखेरि जुन 1 छ नि यहाँ तपाईको 1 रोल नम्बर त्यो यो बिचको गोलोमा चाहिँ 1 चाहिँ के गर्ने, यो चाहिँ भर्ने है। यो गोलो घेरा लगाउने है। बिचको 1 छ भने 1 मा लगाउने, 2 छ भने 2 मा लगाउने, 3 छ भने 3 मा लगाउने, 4 छ भने 4 मा लगाउने, 5 छ भने 5 मा लगाउने, जति छ 6 छ भने 6 मा लगाउने, 7 छ भने 7 मा गोलो घेरा लगाउनु पर्छ। र एउटा कुरा ध्यान दिनुपर्ने के छ भन्दाखेरि यो गोलो घेरा चाहिँ भित्र नै हुनुपर्ने, यो बाहिर चाहिँ नफिलअप गर्नुहोस् है। यो भित्र नै गोलो घेरा लगाउनुहोस् है। ल धन्यवाद। अब त्यसपछि के गर्नुपर्ने भन्दाखेरि तपाईँ हेर्न सक्नुहुन्छ भन्दाखेरि विज्ञापन नम्बर है। तपाईको जति विज्ञापन नम्बर छ, जुन विज्ञापन नम्बर छ त्यहाँ त्यो तपाईँ यहाँ लेख्नुहोस् है। त्यसपछि यहाँ तह छ है, लेभल तपाईँ अब कुन तहको लागि चाहिँ इक्जाम दिइराख्नु भएको छ। अब प्राथमिक छ भने प्राथमिकमा गोलो घेरा लगाउनुहोस्, माध्यमिक छ भने माध्यमिकमा लगाउनुहोस्, माध्यमिक छ भने माध्यमिकमा लगाउनुहोस् है। र सर्वप्रथम एउटा अझै कुरा के ध्यान दिनुपर्ने छ भन्दाखेरि यहाँ चाहिँ विषय है। यो विषय चाहिँ नछुट्याउनुहोस्। तपाईको विषय चाहिँ कुन हो, नेपाली छ भने नेपाली लेख्नुहोस् है। जुन विषय छ भने त्यो विषय चाहिँ लेख्नुहोस् है। नेपाली छ भने नेपाली लेख्दा नि हुन्छ है। ल अब त्यसपछि के गर्नुपर्छ भन्दाखेरि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ छ के उम्मेदवारको दस्तखत तपाईँ यहाँ आफ्नो सिग्नेचर गर्नुहोस् है। तपाईँ आफ्नो यहाँ जुन सिग्नेचर छ त्यो सिग्नेचर चाहिँ गर्नुहोस् है। तपाईकै सिग्नेचर चाहिँ यहाँ चाहियो है। ल यति बुझ्नुभयो। अब नेक्स्ट स्टेप के छ भने हेर्नु। अब नेक्स्ट अब के गर्नुपर्ने भन्दाखेरि यहाँ तपाईको सिग्नेचर चाहिँदैन। यहाँ तपाईलाई सिग्नेचर गर्नै पर्दैन, त्यहाँको गार्ड नै गर्नुहुन्छ। यहाँको पनि तपाईलाई सिग्नेचर गर्नै पर्दैन, केही गर्नु पर्दैन है। अब ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि अध्ययन अनुमति पत्रको लागि छ कि खुला सामान्य परीक्षा छ कि के छ है। तपाईको अहिले खुला सामान्य परीक्षा छ भने यहाँ तपाई गोलो घेरा लगाउनुहोस् है। अनि त्यसपछि के हुन्छ भन्दाखेरि तपाईलाई के दिन्छ, क्वेशन पेपर दिन्छ है। तर क्वेशन पेपर पाउने बित्तिकै सबभन्दा यो मेन मिस्टेक चाहिँ कहाँ गर्छन् मान्छेहरू भन्दाखेरि यो सेटमा है। यो सेट चाहिँ बिर्सेर पनि नछुट्याउनुहोस् है। तपाईको जुन उत्तर पुस्तिकामा जुन सेट हुन्छ हैन, क्वेशन पेपरमा जुन सेट हुन्छ त्यो सेट चाहिँ यहाँ के गर्नुहोस्, यहाँ चाहिँ गोलो घेरा लगाउनुहोस्, फिलअप गर्नुहोस् है। फर इक्जाम्पल तपाईको सेट चाहिँ ए छ भने ए मा गोलो घेरा लगाउनुहोस्, बी छ भने बी मा लगाउनुहोस्, जति छ जुन छ त्यो गोलो घेरा लगाउनुहोस्, नबिर्सिनुहोस् है। यो सेट चाहिँ त बिर्से पनि नबिर्सिनुहोस् है। यो सेट चाहिँ लगाउनुहोस् नै है। अनि त्यसपछि के गर्ने, क्वेशन सल्भ गर्ने हैन। अब क्वेशन सल्भ गरेपछि के एकैचोटी क्वेशन सल्भ गरेर यो ओएमआर सिटको सबै फिलअप गर्ने, यो सबै ओएमआर सिट भर्ने कि के गर्ने हैन, त्यस्तो गर्नु पर्दैन। भन्छ सबभन्दा पहिला के गर्नु पर्छ भन्दाखेरि तपाई सबभन्दा पहिला के गर्नु, 20 वटा हैन, तपाई 20 वटा क्वेशन सल्भ गर्नु। अनि 20 वटाको त्यसपछि 20 वटा सल्भ गरेपछि हैन, 20 वटा सल्भ गरेपछि के गर्नु, गोलो घेरा लगाउनुहोस् है।
फर इक्जाम्पल फर्स्टको ए छ भने एमा गोल घेरा लगाउनुहोस्, बी छ भने बीमा लगाइदिनुहोस्, सी छ भने सीमा, डी छ भने डीमा जुन जुन छ नि होइन तपाईँको एन्सर त्यो एन्सरमा चाहिँ के गर्नुहोस् गोलो घेरा लगाउनुहोस् है। जति छ त्यति गोलो घेरा लगाउनुहोस् है। अब 20 वटा पुगिसक्यो होइन, त्यसपछि के गर्ने फेरि अब 20 वटाको के गर्ने त सोल्भ गर्ने, फेरि 20 वटा क्वेसन सोल्भ गरेपछि फेरि गोलो घेरा लगाउने है। अनि जुन छ त्यो गोलो घेरा लगाउनुहोस् है। अनि जुन 10 वटा बाँकी हुन्छ के तब 10 वटा जुन जति बाँकी हुन्छ लास्टको के त्यो फेरि अब 10 वटा सोल्भ गरेर नि लगाउने होइन। जुन बाँकीको जुन हुन्छ 10 वटा 15 वटा जुन बाँकी हुन्छ त्यसमा के गर्ने भन्दाखेरि अब क्वेसन पढ्ने जुन एन्सर हुन्छ त्यो एन्सर फर्स्टको फर इक्जाम्पल तपाईँ 41 को पढ्नुभयो, अब 41 को सी छ भने सीमा लगाइदिनुहोस्। अब फेरि 42 को पढ्ने, फेरि 42 को जुन एन्सर छ त्यो एन्सरमा लगाउनुहोस्, एकैचोटि नलगाउनुहोस् है लास्टमा ल। धन्यवाद, थ्याङ्क्स फर वाचिङ। अब केही प्रश्न छ भने तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ या नभए हाम्रो व्हाट्सएप नम्बर लिङ्कमा हुन्छ डिस्क्रिप्सनमा हुन्छ, त्यसमा मेसेज गर्दा नि हुन्छ, केही फरक पर्ने छैन। नभए केही छैन भन्दाखेरि तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ, हामी तपाईँलाई गाइड गर्नेछौँ है ल। धन्यवाद, थ्याङ्क्स फर वाचिङ।